पहिला चाहिँ हामीले ओडाबाट दिएको थियौँ होइन एउटा घर ओडाबाट एउटा घर थियो त्यो एउटा घरबाट बढाएर यति बनाइयो। एकदम खुसी लाग्यो। आज हामी पोखरा महानगरपालिका वडा नम्बर 16 को वडा स्तरीय कृषि सञ्जाल संयोजक बिरबहादुर दाइ हुनुहुन्छ। दाइ हजुरलाई कस्तो लाग्यो उहाँको प्रगति देखेर? एकदमै खुसी लाग्यो। त्यो वडा स्तरीय कृषि सञ्जालद्वारा जुन विगत वर्ष वितरण गरिएका घरहरू मध्येमा एक घरबाट आज 10-11 घर बनाएर उहाँले चाहिँ एउटा यो क्षेत्रमा एउटा उदाहरणीय रूपमा चाहिँ देखाउनु भएकोमा र खुसी पनि लाग्यो। भोलि अरू वडाबाट पनि भोलि हामीले सहयोग गर्नुपर्ने ठाउँ आएको अवस्थामा हामी वडाबाट कुनै सहयोग पनि गर्न तयार हुने हो। धन्यवाद हजुरलाई। अनि वडा स्तरीय कृषि सञ्जाल सचिव मनु म्याडम के छ हजुरको? नमस्कार म्याडम। जुन सामान दिइन्छ त्यसको सदुपयोग भयो, विस्तार भयो भने झन् त ऊर्जा थपिँदो रहेछ। यस्तो किसानलाई झन् दिन भन्ने हुने रहेछ। उहाँले एउटा घर ल्याएर आफैले खाली घर किनेर 11 घर बनाए भन्नुभयो। अझ 2 घर त बेचेँ भन्नुभयो कि होइन म्याडम? 13 घर भयो थियो। 2 घर बेचेँ भन्नुभयो। उहाँ एकदम धन्यवाद र बधाईको पात्र हुनुहुन्छ। अहिले आउँदा 13 भन्नुभयो, अर्को वर्ष आउँदा 26 होस्। त्यसमा पनि अझ एउटा मह उत्पादन भएर मैले यति माना मह बेचेँ भन्ने, यति केजी माना बेचेँ भन्ने सुन्न पाइयोस्। अब जस्तै अघि सर के अरे संयोजकज्यूले भन्नुभएको थियो अर्को साल मुसिरमा हामीले एउटा मह महोत्सव गर्नुपर्छ भन्नुभएको थियो। त्यो मह महोत्सवमा एकदम धेरै मह ल्याएर उहाँले इन्स्टल गर्न सक्नुहुनेछ भन्ने पनि आशा गर्दछु। उहाँको प्रगतिको बधाई गर्दै अझै प्रगति होस्। महमा मात्रै नभएर उहाँले मल्चिङ गरेर अहबारी खुर्सानी लगाउनु भयो रहेछ, भ्यान्टा लगाउनु भयो रहेछ, जुगेनी लगाउनु भयो रहेछ, साथमा मकै रहेछ। गोडेलाको टनेलाको तयारीमा छु, बिउ जमाएको छु भन्नुभएको छ उहाँको। उहाँ एउटा पेसाले शिक्षक पनि हुनु रहेछ। शिक्षक भएर पनि एउटा चाह्यो भने जे नि हुँदो रहेछ भन्ने एउटा उदाहरणीय पात्र बन्न सफल हुनुभएको छ। उहाँलाई धन्यवाद भन्न चाहन्छु। त्योभन्दा अगाडि मङ्सिरमा 4 घर काटेको, त्यसमा 30 माना चाहिँ बेचेको हामीले। यहीँबाट गाउँमै अब लोकलमा 1200 रुपियाँ माना यहीँ आएर पुर्याउनै नसकेको खसाखस भयो। पुगेन फेरि गरौँला भन्दा अहिले चाहिँ अब घर विस्तार गरौँ अनि अलि धेरै भएपछि सबैको इच्छा पुरा गर्न सकिन्छ भनेर बढाउनतिर लाग्यौँ यति बेला। अब हाम्रो नि सोच त्यही हो, सकेसम्म 40-50 घर कति सक्छौँ बनाउन पा भन्ने योजनामा त छौँ। तर हजुरहरूको साथ सपोर्ट हाम्रो परिश्रम सबै मिलाएर लैजानुपर्छ। एकदम खुसी लाग्यो हजुरको यो एरियामा चाहिँ तपाईँको हामीले अब चरन क्षेत्र पनि भएको, जङ्गलहरू धेरै भएको हुनाले चाहिँ मौरी पकेट क्षेत्र बनाउनुपर्छ भन्ने मेरो पनि माग थियो र महानगरबाट पनि कार्यक्रम पकेट एरिया नै दिनुभयो होइन। र हामीले एउटा मात्रै घर दिएर अहिले यत्रो के अरे 13 घरसम्म बनाउन सफल हुनुभएकोमा हजुरलाई एकदमै धेरै धेरै धन्यवाद गर्दै जानु। हामी चाहिँ जस हजुरलाई सक्दो सहयोग चाहिँ हामीबाट हुनेछ है त। हजुर धन्यवाद। हजुरलाई धेरै धेरै यहाँ आएर अब हाम्रो छोटो बोल्न दिनुभएकोमा धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। हामीले यो गर्छौँ इच्छा नै हो, तर हजुरहरूको साथ सपोर्ट भयो भने अझ धेरै विस्तारमा अझ राम्रो गरेर गर्नेछौँ। लगानी गर्न अलिक गाह्रै हुने रहेछ क्या। त्यही हो। धन्यवाद। हजुर चाहिँ म्याडमको हजुरको नाम के अरे? मेरो नवीन आचार्य है। एकदम धेरै खुसी लाग्यो सर। हजुरले आफै होल्डिङ गर्नुहुँदो रहेछ है? हजुर मैले सबै काम गर्छु। म प्लम्बिङ पनि गर्छु, इलेक्ट्रिसियन पनि हो। हजुर। अब यो होल्डिङ त भइहाल्यो फलामको। हजुर। अरू कामहरू घरको अब सबै काम गर्छु। एकदमै राम्रो गर्नुभएको रहेछ, एकदम खुसी लाग्यो। अब यहाँ चाहिँ हजुरले लगभग 40-50 घर बनाउनु पर्छ। अझै यो ठाउँ चाहिँ एकदम उपयुक्त छ। अझै मौरीलाई चाहिँ एकदम प्रायोरिटी दिनु। त्यस्तो तालिमहरू भयो भने हामी चाहिँ हजुरलाई खबर गर्छौँ। एक घर हामीले अब महानगरबाट एक घर दिएकोमा अहिले 13 घर बनाउनु 2 वर्षमै 13 घर बनाउनु भनेको धेरै ठुलो कुरा हो है। ल हस् धन्यवाद। उहाँ पनि यही क्षेत्रको हजुर कृषि सञ्जालको सदस्य हुनुभयो हजुर होइन? कोषाध्यक्ष हजुर। सञ्जालबाट दिएकोमा राम्रो उन्नति प्रगति गर्नुभयो। यो भेगको चाहिँ उदाहरणीय काम गर्नुभयो। हजुर। अब यस्तै सिकेर अरूले पनि गर्नुपर्छ भन्ने चाहिँ हस् धन्यवाद। ल यसरी गर्नुभएको छ, खुसी लाग्यो।
दर्शकबिन यसरी मौरी हेर्नु यति राम्रोसँग काम गरेको छ। अहिले हामी ठ्याक्क 9:10 भयो। यस्तो मजाले काम गरेको छ। अहिले चिलाउने पनि फुल्न थालेको छ। घर पनि उहाँको चिटिक्क छ। एकदमै राम्रो लाग्यो।